हेर्न मेरी यहाँ लिची पाकेको यस्तो भाँचिदियो हिजो। हाई एभ्रिवान, सेवा सम्पूर्ण मान्य हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला नि, म पनि एकदमै सन्चै छु। सो न्यू डे न्यू भ्लग लिएर आइसकेको छु साथीहरू। मैले चाहिँ आज दिउँसोदेखि भ्लग स्टार्ट गरेँ, समथिङ त्यस्तै 10:30 बजीदेखि। अनि सो आज चाहिँ मेरो काम थियो नि त, अनि त्यही भएर नि आज चाहिँ फेरि मैले चारो खोज्नु जानुपर्ने थियो, अनि लिएर पकाउनु पर्ने थियो। अनि आज बिहानको लागि मात्रै थियो नि त चारो, अनि सो त्यही भएर अनि नुहाउनु पनि पर्ने थियो। अनि त्यही भएर मैले चाहिँ बिहानदेखि भिडियो स्टार्ट गरिनँ भ्लग। अनि मैले चाहिँ नुहाइधुवाइ गरेर अनि चारो खोजेर लिएर पकाएँ, वहाँबाट पकाउँदैछु। अनि त्यही भएर साथीहरू मैले चाहिँ दिउँसोदेखि भ्लग स्टार्ट गरेँ, सो हेर्दै गर्नु होला है त। सुँगुरलाई चारो दिन आएको छु यहाँ। अनि साथीहरू म तपाईँहरूलाई हाम्रो आँप देखाइदिन्छु कत्रो कत्रो भयो भनेर। यत्रो यत्रो भइसकेको छ आँपहरू, पर दुईवटा पनि छ, ठुल्ठुलो भइसकेको छ नि। यो आँपको नाम चाहिँ मालदा आँप हो। अनि हाम्रो घरमा चाहिँ एक बोट मात्रै छ मालदा आँप, तर यो खोइ के भएको हो, जब कोया लाग्छ नि अनि तब चाहिँ कुहुनु थालिहाल्छ क्या, खोइ के भएर कुहेर आफै झर्छ। खासै यो खानु पाइँदैन। अनि यहाँ माथि भएको र यहाँ तलको चाहिँ मजाले खानु पाइन्छ, खोइ के भएर कुहुन्छ क्या यो आँप। अनि मेरो सुँगुरहरू चाहिँ चारो यहाँ खाँदैछ। अनि यो सुँगुरको खोर चाहिँ मैले हिजो सफा गरेको, यहाँ चाहिँ नाला पनि आउँछ नि त। अनि मजाले पानी सानी छेपेर सफा गरिदिएँ हिजो मैले। त्यो हेर्दै गर्नु, यतापट्टि चारो बसाइसकेको छु नि त। अनि आगो यतिखेर चाहिँ म आगो घचेट्दैछु यहाँनिर। अनि आगो लगाइराख्नुपर्छ नि त। अनि हिजोसम्म पानी पऱ्यो हो हाम्रोतिर त, पानी परेकोले गर्नाले दाउराहरू पनि चिसो नै छ। आगो चाहिँ घचेड्यो गर्नुपर्छ क्या। अनि आगो बल्याएको छैन यहाँ, यो भाँडामा चाहिँ मैले चारो बसाएको छु। अनि चारो खोज्नु जानुपर्ने थियो नि त नि, बिहान चाहिँ खानासाना बनाएर अनि चारो खोज्नु जानुपर्ने थियो। अनि सो त्यही भएर अनि नुहाउनु पर्ने थियो नि त। अनि त्यही भएर मैले चाहिँ बिहानदेखि भ्लग स्टार्ट गरिनँ। अनि लिएर चारो काटेर बसाएँ अनि नुहाएँ। अनि यतिखेर चाहिँ मेरो नानी पनि सुतिरहेको छ। अनि त्यसपछि अनि त्यहाँदेखि चाहिँ मैले भ्लग स्टार्ट गरेँ, नत्र आएको थिइनँ। अनि त्यही भएर अनि म चाहिँ यतिखेर तलतिर जाँदैछु मकैबारीतिर। अनि हिजो चाहिँ यता घरमा यताउति काम गर्दै म चाहिँ मकैबारी नै हेर्नु आएन कि हिजो। त हिजो मकै नै बाँदरले खाइदिएछ, आमाले गाली गर्नु भएर म त अनि यसो मकैबारी घुम्न आएको छु। हेर्दै यता चाहिँ धेरै जसो बाँदर लाग्छ क्या, बाँदर लाग्छ। अनि बाँदरले मकै खाइदिइहाल्छ। अनि फेरि अहिले मकै चाहिँ त्यही त, मकैले चाहिँ के भन्नु घोगा लाउनु थालिसकेको छ नि त। अनि हिजो त आएर 2-3 गोटा जति खाइदियो। यस्तो छ क्या मकै। अनि त्यहाँ एउटा उहाँ तल त झन् कति भाँची देख्छ त यहाँ तल त। अनि पर हिजो खाएर मकै बाँदरले यस्तो पारिदिएको छ क्या। त्यस्तै छ साथीहरू। अनि यताउति हेर्दै गर्नुपर्छ। अनि हिजो चाहिँ म घरको काम यताउति, अनि फेरि नानीले पनि के भन्छ कसो गरिदियो, नानीले भनेको जस्तो आउनु नै भ्याएन। अनि फेरि म चाहिँ के गर्छु भन्दाखेरि चाहिँ यसो भ्याएको बेलामा चाहिँ त्यो कुरुसबाट के बनाउँछु क्या। अनि त्यही गर्दै दिउँसो त बसेको, त यहाँ त बाँदरले आएर त बिजै गरिदिइहाल्दैछ। अनि त नि गाली गरेर आमाले झनै मार्नु भएन। अनि यो चाहिँ मैले सुँगुरको लागि उखालेको। अनि यस्तो चाहिँ झारहरू सुँगुरले खान्छ नि त। अनि त्यही हो। म चाहिँ चारो हेर्दैछु कतिको पाएको भनेर।
यतिको पाएको त चारो चाहिँ यतिको पाकिसकेछ तर फेरि पानी पर्ला जस्तो छ। अघि त कस्तो घाम लाग्यो पुरै नै, यतिखेर फेरि पानी पर्ला जस्तो भइरहेको छ वेदर चाहिँ। चारो नपाकिने पानी पर्यो भने त बर्बाद हुन्छ साथीहरू। अनि यहाँ चाहिँ पानी जोडेको गर्छु, कस्तो फुस्केको गर्छ, यस्तो लगाइदिनु पर्यो। अनि साथीहरू म चाहिँ तलतिर जाँदैछु, मेरो नानीको कार्टुनै पो लानु बिर्सेछु क्या। अनि म चाहिँ तलतिर जाँदैछु दिदीहरूकोतिर। अनि तल दिदीकोतिर जाँदैछु म चाहिँ नानी डुलाउनुलाई। हिजो चाहिँ पनि उसलाई डुलाउनु लगिन, अनि रुकै छ क्या। अनि भतिजिनीले बोकेर लगेको अगाडि, अनि म चाहिँ चारो चलाएर अनि आउँछु भनेको थिएँ। उनीहरू चाहिँ अगाडि गयो, अनि म चाहिँ चारो चलाएँ। अनि दाउरा फुले, पानी परेपछि फेरि ऊ हुन्छ नि त, सो त्यही भएर। अनि यतातिर मैले चाहिँ अघि झाडु उखालेर उता राखेको छु, झारहरू उखाले, सरसराईको अरे। अनि यता बाटोतिर नि यो चाहिँ हरियो के हो भन्नुभएकोलाई, यो चाहिँ सिलाम हो। यो चाहिँ अचार खानुहुन्छ नि त, सिलाम फलेसी। अनि त्यही भएर त्यसलाई चाहिँ मैले जोगाएको। अनि म चाहिँ जाँदैछु तलतिर। कस्तो छ्याप्पैले पानी परेको क्या, एकछिन घाम लागे जस्तो भयो, पानी परेको नि। वेदर चाहिँ कस्तो छ हेर्नु न, यस्तो पारी त पुरा धुम्मेर आउँदैछ पानी, बढ त पारीदेखि। एकछिन नानीलाई डुलाएर चाहिँ म आइहाल्छु, किन भन्दाखेरि यहाँ मकै पनि रुङ्नु पर्ने हुन्छ, सो त्यही भएर। त्यही त हिजो खाइदिइहाल्यो बाबाहरूले मकै, आज पनि आएर दारोको के हो सो हेर्दै गर्नु। यहाँ तल्लो घरमा आइसक्यो, म तपाईँहरूलाई के देखाउनुको लागि भनेर नि, हेर्नु न लिची कस्तो पाएको छ। राम्रो मेरो साथीहरू यति धेरै क्या लिची पाएको छ। आमामा रातै नै भइगएको छ है यहाँनिर दिदीहरूको। ए आक्का कस्तो टक्क हिँड्दै गरेर आउँछु म चाहिँ। एउटा चाख्छु ल साथीहरू, कस्तो गुलियो छ कि छैन। अमिलो रहेछ साथीहरू, अलिक खासै गुलियो भएको रहेछ, अमिलो रहेछ कस्तो। साढे 5 पनि बजिसक्यो, तर पनि त्यो पानी रोकिँदा पनि रोकिँदैन क्या, पानी परेको छ, हावा पानी चलेको छ। अनि सो मैले चाहिँ यता किचनमा आएर खानाको तयारी पनि गर्दैछु। खानाको तयारी भन्दा पनि आज चाहिँ फुले बनाएको, किन भन्दाखेरि चाहिँ मेरो ससुरा बुवाको बहिनी चाहिँ अस्ति नै खस्नु भएको थियो नि त। अनि त्यही भएर चाहिँ आज एक छाक बार्नुपर्छ भन्नुहुँदै थियो। अनि त्यही भएर आज चाहिँ हामी चाहिँ फुले बनाएर खानु पर्ने हुन्छ। अनि त्यसमा चाहिँ नुन नलगाइकन खानुपर्छ छाक बार्नुको लागि। अनि सो मैले चाहिँ यता फुले बसाइदिएको छु साथीहरू। अनि लाइन पनि गएको छ, लाइन पनि आउँदैन होला, यतिकै पानी पऱ्यो भने। यता चाहिँ पानी पऱ्यो भने लाइन जान्छ क्या, आउँदैन। अनि सो लाइन पनि आएको छैन, अँध्यारो पनि हुनु आँटेको छ।
सो हेर्दै म चाहिँ यतिखेर मेरो कोठामा सुतिरहेको छु बेडमा। अनि साथीहरू हामीले चाहिँ 6:30 बजीतिर खाना खायौँ होला आज। लाइन पनि थिएन अनि आमा र म मात्रै थियौँ नि त, अनि त्यही भएर छिटै खायौँ। अनि लाइन चाहिँ कति बजी आयो भर्खरै आएको लाइन चाहिँ कति बजी हेर्छु म 9:30 भइसकेको रहेछ बेलुकाको लाइन नभएर। अनि भर्खरै आएको छ 9:30 बजी। पानी पनि रोकिएको छ त्यस्तै 8:30 बजीतिर पानी चाहिँ रोक्यो होला। अनि बल्ल लाइन आएको छ 9:30 बजीतिर साथीहरू। अनि म चाहिँ सुत्नु लागेको छु यतिखेर। अनि म चाहिँ टस अघि हाम्रो टस छ नि त यहाँनिर, अनि टस बालेर मैले चाहिँ के बुने कुर्सबाट। अनि म चाहिँ सुत्नु लागेको छु यतिखेर साथीहरू। अनि मेरो छोरी पनि यता सुतिसकेको छ चाहिँ। अनि सो आजको भिडियो चाहिँ यस्तै रहेको छ साथीहरू। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु नभुल्नु होला। नेक्स्ट भिडियोमा भेटौँला है त। आजको लागि यति नै, बाई बाई।